नमस्कार साथीहरू, गर्मी छल्न जाने हैन त? स्वागत छ तपाईहरूलाई ड्रोन हलिक एनपीमा। आज हामी यात्रा गर्दैछौँ सुन्दर पहाडी क्षेत्र धोबादीतर्फ। बादलसँग लुकामारीसँगै मनोमोहक दृश्य अवलोकन गर्दै रमाउने कोसिस हुनेछ। कावासोती र देवचुली दुवै स्थानबाट करिब 1 घण्टाको यात्रामा पुग्न सकिने धोबादी साँच्चीकै मनमोहक गन्तव्य हो। यहाँ पुग्ने बित्तिकै शीतल हावा, हरियालीले ढाकिएका डाँडा काँडा र बादलसँग खेलिरहेका मनोरम दृश्यहरूले जो कोहीको मन लोभ्याउँछन्। प्रकृतिको काखमा अवस्थित यो स्थान गर्मी छल्न र केही समय शान्त वातावरणमा बिताउन चाहनेहरूका लागि उत्कृष्ट रोजाइ बन्न सक्छ। धोबादी केवल प्राकृतिक सौन्दर्यका लागि मात्र प्रसिद्ध छैन, यो क्षेत्र फलाम खानीको सम्भावनाले पनि चिनिन्छ। यहाँका पहाडहरूले प्राकृतिक सम्पदाको कथा बोकेका छन्। त्यसैगरी धोबादीलाई लाली गुराँसको पकेट क्षेत्रका रूपमा पनि चिनिन्छ। वसन्त ऋतुमा यी पहाडहरू राताम्य लाली गुराँसले ढाकिँदा सम्पूर्ण क्षेत्र झन् आकर्षक र मनमोहक बन्न पुग्छ। प्रकृति, हरियाली र हिमाली वातावरणको अनुपम सङ्गमले धोबादीलाई आन्तरिक पर्यटनको एक विशेष गन्तव्य बनाएको छ। आकाशबाट हेर्दा फैलिएका पहाडहरू, हरिया वन र प्राकृतिक सम्पदाले भरिएको यो क्षेत्र साँच्चीकै लोभलाग्दो देखिन्छ। अब हामी पनि केही बेर बादलसँग लुटुपुटु गर्दै शीतल हावाको स्पर्श महसुस गर्दै प्रकृतिको काखमा रमाउनेछौँ। आउनुहोस्, यो मनोरम दृश्यसँगै ताजगी र शान्तिको आनन्द लिउँ है। अनि साथीहरू, यस्ता सुन्दर ठाउँहरूको आकाशीय यात्रा मन परिरहेको छ भने भिडियो हेर्दै लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला है। तपाईहरूको साथ र मायाले नै ड्रोन हलिक एनपीलाई अझ अगाडि बढ्न प्रेरणा मिल्छ। धन्यवाद।